हेलो साथीहरू, यहाँ मैले तपाईहरुलाई देखाउँदैछु छुर्पी। यस्तो दामी छुर्पी छ। यी तपाईहरुले देख्न सक्नुहुन्छ, गिल्लो पनि छैन। मैले एकजना प्यारेन्ट्सलाई मगाएको है। यो छुर्पी चाहिँ यति दामी रहेछ, अमिलो पनि छैन रहेछ। र यो चाहिँ जस्ट तपाईहरुलाई दाम भन्नुपर्दा चाहिँ 200 रुपीस पर केजी रहेछ। र यो चाहिँ आज मैले अचार पकाउनु गइरहेको छु। यसको यो चाहिँ मेरो छोरीले पुरा अचार खानु मन पराउँछ है। अनि म यसको चाहिँ छुर्पीको चाहिँ अचार बनाउँछु। यहाँ तपाईले देख्न सक्नुहुन्छ, अचारको लागि चाहिँ मैले प्याज र टमाटर है, नानीले खानेकोले गर्दा चाहिँ मैले खोर्सानी चाहिँ हालिनँ है। मैले प्याज र टमाटर काटेर चाहिँ तपाईले देख्न सक्नुहुन्छ मैले भुट्दैछु है। अनि अब म तपाईहरुलाई देखाउँदै जान्छु। त्यसको लागि चाहिँ मैले माथिबाट धनिया छर्नुको लागि पनि धनिया पनि काटेर चाहिँ रेडी बनाइरहेको छु। र धनिया हालेको र छुर्पीको अचार चाहिँ एकदमै मिठो हुन्छ है। नानीले पनि भन्दैछ, मम्मा मिठो बनाइदिनुहोस् ल, म आज फुको भात र छुर्पीको अचार मात्रै खान्छु भन्दैछ। उसको फेभरेट हो है। त्यही कारण म पिरो नहाली नानीलाई चाहिँ बनाइदिँदैछु। अहिले कस्तो हुन्छ म तपाईहरुलाई देखाउने छु। छुर्पी मैले चाहिँ यहाँ छुर्पी पनि हालिसकेको छु है। र छुर्पी हालेर चाहिँ मैले चलाउँदैछु। अझै पिरो खानु हुनेहरूले त मजाले डल्ले हालेर बनाउँदा पनि दामी हुन्छ है। तर म चाहिँ नानीको लागि बनाएकोले गर्दाखेरि चाहिँ मैले एकदमै पिरो नहाली सादा बनाइदिँदैछु नानीलाई है। यो छुर्पीको अचार चाहिँ मजाले रोटीसँग पनि खानु मजा हुन्छ है, मामसँग पनि खानु मजा हुन्छ। र मैले यस प्रकार छुर्पीको अचार बनाएँ र म फाइनल लुक तपाईहरुलाई देखाउने छु। र फाइनल लुक चाहिँ मेरो छुर्पीको अचारको चाहिँ यस्तो भएको छ है। र मैले धनिया पनि हालेँ र अलिकति मैले मेरो छोरीको लागि छुर्पीको अचार बनाइदिइसकेको छु साथीहरू। हुन्छ, थ्याङ्क यू फर वाचिङ।